हेलो गाइज, वेलकम बैक टू माई युट्युब च्यानल। न्यू डे न्यू ब्लगको साथमा आज नि आइसकेको छु। हामी चाहिँ आज घुम्न जाने भनेर आएको, हतार हतार भएर कोही अघि कोही पछि भइरहेछ। त्यहाँ गाडी ल्याएर पर्खिरहेछ। अनि फुपू म बहिनीहरू अरू फुपूहरू अगाडि पुगिसक्नु भयो। अब नानी पछाडि आउँदैछ, फुपू र ड्याडी नि पछाडि चाहिँ हुनुहुन्छ। हाम्रो गाडी त्यहाँ छ, ढिलो भयो भनेर छिटो आइज भनिराख्नु भयो। घरबाट 10 बजे हिँडेको, अहिले बल्ल गाडी हिँडेछ। मान्छे पुरा टाइम लाएर अहिले कति बज्यो? अहिले 12 बज्यो। यतिखेर यसो कतिखेर पुग्यो, कति पुग्यो, कति आउँयो सबै मात्रै आफन्तीहरू मात्रै छन्। अब चाहिँ गाडीमा चाहिँ हिँड्यो भने अब त्यस्तै हिँडेको मिलेको बनाउँला। हामी आइपुग्यौँ। 1 घन्टामा ल्याएर चाहिँ बेसी छिटायो हाम्रो टोली। यत्रो बेर गाडीमा बसेर के भन्यो, सुत्दै आएको सुतेरै आइयो। हाम्रो टोली हो उहाँबाट पछाडि देखेको सबै हाम्रो टोली। कति धेरै छ। हामी अहिले यता आएर बसेछौँ। हाम्रो ड्याडीहरू चाहिँ नि उहाँ यहाँ मायादेवी टेम्पलभित्र जानुभएको छ। हामी चाहिँ पहिले गइराखेको भएर हामी चाहिँ गएनौँ। हामी चाहिँ यता शीतलमा आएर बसेछौँ। यता फोटो खिचिँदैछ। हामी चाहिँ यहाँ शीतलमा हावा खाँदै बस्दै। कसको सर्ट लगाएको बहिनी? कसको माग्नु पुगे थियौ? कसको हो बहिनी? लौ जेम्स भन न, भन कसको हो बहिनी? बोलेकै छैन बहिनी। सर्ट माथि सर्ट। वाह वाह। यो भाइको सर्ट मान्छे यत्रो हो, सर्ट यत्रो लिएर नेटहरू लगायो ठुलो। अब चाहिँ जाने भनेर हामीले हाम्रो टोली खोज्दैछौँ। यत्रो मान्छेमा हाम्रो आफ्नो मान्छे खोज्नलाई कसरी खोज्ने हो? कहाँ? हामी सेरोमा खोजेको ठाउँमा। ए त्यहाँ हुनुहुन्छ अरे हाम्रो ड्याडीहरू। अब त्यति जाने लड्लाले लड्ला अरूको फोटो खिच्नु भएर चाहिँ क्या हो क्या। बल्ल बेटे हाम्रो टोलीहरू, हाम्रो ड्याडीहरू। ड्याडी ड्याडी हेलो हो न बोलेको। हामी यत्तिकै भिडियो गराउने, फोटो खिच्ने के भन्छ लाइन। त्यो लाइन हेर्नु न, भित्र जाने लाइन उहाँदेखि छ लाइन। यो लाइनदेखि भित्र ड्याडीहरू जाँदैछ। हामी उता गएर बसेको थियौँ। वाह वाह। हाम्रो फुपूको टोली सोल्टिना रिसाइछ बिहानदेखि। सोल्टिना फोटो राम्रो आउँदैन है। मिठाई दिन्छु कि हाँस न भने जस्तो। फोटो खिचेको हाम्रो सोल्टिना हाँस्दै हाँसेन। जुत्ता कसरी दिएछ यहाँ? बोराबाट खनाएको छ भर्खर। जुत्ता कसरी दिएछ यहाँ? ओहो थ्याङ्क यू। नानीले चप्पल खोजेर देखाउनु हो। होलसेलमा आएर जुत्ता खै कसरी छ? धन्यवाद। खोइ जुत्ता कहाँ छ खोइ? अरे नानीले, हाम्रो बुहारी नानीले पुरा चप्पल खोजेर दियो।
सबै निस्के बल्ल हामी अब डुङ्गामा जाने गरे हाम्रो टोली हाम्रो एउटै टोलीले डुङ्गा भर्छ होला डुङ्गामा जानलाई डुङ्गा कुर्दै बसेको डुङ्गा खाली नपाएर देखाउँछ कि भनेर खाइराखा उता है ए उता आइसक्रिम खाएको देखाउने भनेको अथवा आन्टीले पनि देख्छ आन्टीले देखाइदेऊ न हाम्रो सबभन्दा ठुलो आन्टी खोइ कता गयो भर्खर यहाँ पछाडि थिएँ ओहो हाम्रो अङ्कलले स्पोन्सर गरेको अरे मोटका आइसक्रिम आइसक्रिम खाँदै डुङ्गा ड्याडी ड्याडी हेलो ड्याडी यहाँ बस्नु के यहाँ छ नि खानु न बल्ल बल्ल बोटा खायो एउटा फर्केछ उताबाट दुईजना टोली को जाने भन्ने भइरहेछ यहाँ हाम्रो टोली र उताको टोली यत्रो बेर बोलेर बल्ल पाएँ हाम्रो साथीहरू वहीँदेखि नै हाम्रो टोली हो कति धेरै हो अलि पर जाऊ अलि म मात्र सरी हुन्छ त अर्को छ हाम्रो 24 जना पुग्यो 24 जना 1 2 3 4 5 6 7 8 9 10 11 12 भयो भयो मैले आफूले नगरेर 23 ड्याडी फुपूको छोराहरू दुईटा फुपूको दुईटा छोरा यता नि फुपू उता सोल्टी उता नि सोल्टी उता अङ्कल अङ्कल सानो आन्टी कोही नि रहेछ ठुलो आन्टी यता भाइ उता सोल्टी आन्टी हातहाल्नु भनेको त स्कुल केटाकेटीहरू पनि आउँछु वाइट टेम्पल देखेको छ अब त्यतै जाने हो हामी वाइट स्तूपा टेम्पल ड्याडी ड्याडी हामी अहिले यो वाइट स्तूपा टेम्पल घुम्न आएको अनि यहीँ बसेर खाने अरे हामीले घरैबाट खानाहरू लिएर थियौँ नास्ता खानाहरू सबै यहीँ बसेछौँ अब यही खाने यही बस्ने हाम्रो खाना खै त झन् सुजल नाच्ने गीतै पाएन हाम्रो खानाहरू उता फोटो खिच्न गइसके छन्
त्यहाँ आउँछ नानी अहिले पर्दैन अहिले ल अब हाम्रो खाना सुरु भयो। मेरो खाना पनि आइसकेछ। अब खाने हिजो घर आउँदै रात पर्यो, त्यसैले थका लागेको आउँदै ढिलो भइसकेको थियो। अनि खाना बनाएर खाएर सुतियो। हिजो राति भिडियो बनाइएन घर आएको चाहिँ। अनि आज चाहिँ बिहान लसुन रोप्न आएको। यसो लसुन रोप्दै बस्दै हिजो घुमियो। अब आजबाट घरको काम सुरु। हाम्रो लसुन अब लसुन रोप्नु पर्यो।